आन्टी समीरलाई गोली लायो। भदौ 23 र 24 को जेन्जी आन्दोलनका कारण केपी ओलीको बहिर्गमनपछि शून्य अवस्थामा पुगेको देशलाई यसपालि पुरानो नेताहरू भोट मात्र माग्न आउँछ त मैले जानेछु। यो निर्वाचनमा झापा, चितवन, सर्लाही, रुकुम, सुनसरी, भक्तपुर, काठमाडौँ लगायतका ठाउँमा नमस्कार बुवा। नमस्ते। होइन के कामले आयो र? चुनावको लागि भोट माग्न आएको बुवा। चुनाव आउँदैछ, भोट माग्न आएको के बा? भोट माग्न? भोट दिएर के हुन्छ र? भोट हालेपछि बाटो बन्छ। रोक रोक, म भन्छु। हेर्नुहोस् बुवा, म पनि यही गाउँको हो। अब हाम्रो गाउँमा बिजुली छैन, बाटो राम्रो छैन, त्यो सबै बन्छ। बल्ल त हाम्रो गाउँ समाज राम्रो भएपछि देश राम्रो बन्छ। हो, त्यही देश बनाउन भनेर अनि कालो बजारी भयो, भ्रष्टाचार गरे, अनि कालो धन थुपारे भनेर आन्दोलन गर्न गए हाम्रो नाति नातिनाहरू। स्कुलले विद्यार्थीहरू चाहिँ कति गए, तिनीहरूलाई चाहिँ गोली हानेर मार्ने आदेश दिने तिमीहरू होइन? कति आमाहरू रोएर यहाँ बिचल्ली परे, खोइ तिमीहरूलाई कारवाही भएको। अझ यहाँ भोट माग्न आउनु लाज लाग्दैन? पहिला पनि जितेको होइन हो तिमीहरूले? दिउँलाई भोट सोट दिन्न जाऊ। दाजु उता मैले चिनेको दाइलाई जाम त्यहाँ भोट माग्न। ल नमस्कार हजुर। नमस्कार। नमस्कार हजुर। हेर्दै योचोटि हाम्रो दाइ उठ्दै हुनुहुन्छ, उहाँलाई चाहिँ एकचोटि भोट दिनुपर्छ है हजुरले, जिताउनु पर्छ। ल यो खर्च पानी राख। साझा मासु भात पाकेको छ, आउन पर्छ है।